अनि हामी चाहिँ यहाँ पोखराबाट बालुपार आइपुग्यौँ अनि हामी यहाँ अब खाजा खानु लागेको आउटफिट चाहिँ यस्तो गर न उपर के बारी रे हामी अन्धकारमा छौँ 8:15 भइसक्यो बल्ल पोखरा हामी आइपुग्नु आँट्यौँ सिलुबारी तर पानीले गर्दाखेरि धेरै नै लामो यात्रा गर्नु पर्यो कुहिरोले गर्दाखेरि तर पनि हामी फाइनली सिलुबारी आइपुग्यौँ जुत्ता देखाऊ देखाउनु जुत्ता मेरो माया नपकेको बन्द भइसक्यो घर हो अहिले राम्रो ठाउँ पायो भने चाहिँ कहाँ सोध्ने त ल पहिला होटल खोज अनि बसौँ ल हामी कोठामा बसियो कोठा त हामी छ 3टा बेड रहेछ बाथरुम यस्तरी हेर्नु पर्यो अन्धकार ब्लर आउँदो रहेछ होइन भित्र हजुर यहाँ खाना खाने हाम्रो हजुर तादीको हालता हुन्छ थोरै खान्छु म चाहिँ हुन्छ हामी चिकन नै भनेर बेसी के भन्छ लोकलले चाहिँ भात अर्ग्यानिक खान्छ के भएन थप्ने है थोरै थोरै राखेछ पानी परेको छ त्यसरी घरमा पानी एभाइलेबल छ ल खानु है पानी पऱ्यो
घरमा ल्याउ न पानी पर्यो ओहो पानी हेर देखाएन मैले यो सही छ ठाउँ तल ठाउँ त अब यिनले ढोका खोज्छिन् खला खला छिटो सलमान खान जस्तो देखिन्छ उता कपाल नआएको कस्तो सलमान खान सल्लु भाइ यिनको रक्सिजहरू तिम्रो भिडियो गर्नलाई त गुड मर्निङ गाइज मर्निङ सिरबारीको पहिलो मर्निङ फर्स्ट मर्निङ बजार खाँदा खान्न कतै खाएर जान्छ बाह्र तारेर खाने हेरि हाम्रो सब हेलो बाजे बाजेले कुखुरालाई मकै दिनुभयो अरे खाजा खानु पऱ्यो अब यहाँ भात खाने बेला खाजा खाइन्छ Let's go. Breakfast eating. 10 बजे ब्रेकफास्ट भात खाने टाइम ला निभे अरे यहाँ चाहिँ भात कहाँ ल के चटनी होइन कहाँ घुम्न जाने ल लेट्स गो अब अहिले जाने भनेको हामी वहाँमाथि जाउँ भनेको ल अब हामी रुमबाट मुभ कहाँबाट जाने यता माथिबाट होला नि यहीँ 11 बजी त्यता त आएको होला नि हामी यता होला नि यता बुद्ध गुम्बा Saus normal terus. गुरुङ ड्रेस Ya. दोकान रहेछ यहाँ दोकान रहेछ मैले यस्तो फिल्महरूतिर खेल्ला जस्तो थियो
ल यहाँको भवन घर हजुर हेलो रोक्न आयो यो चाहिँ गुम्बा वाउ यहाँ चाहिँ रमाइलो हुन्छ है मान्छे धेरै आयो भने 20 जना भन्दा बढी आयो भने नाचगान गर्दो रहेछ के रहेछ यस्तो घुमाउनु नमिल्दो रहेछ टाइट रहेछ यताबाट घुमाउनु उल्टो क्लक सिरुबारी हो यही ठाउँमा आएको ड्रोन सटबाट यस्तो ड्रोन स्काईबाट आज चाहिँ अब टुरिस्ट टुरिस्ट अलि भिआइपी टोनी पाउडर लाउन र पट्टा किता